अब चाहिँ भनेपछि म बिजनबारी पसिसकेको छु बिजनबारी यहाँ हुनुहुन्छ कति रमाइलो छ हाम्रो बिजनबारी बिजनबारी आँटी जानुहोस् हाम्रो बिजनबारी बिजनबारी जे होस् अलिकति भए यहाँबाट सर्टकट जानु पऱ्यो मेरो मुनि जुत्ताभित्र चाहिँ भाइ दुईवटा निस्किँदैछ जस्तो पनि लाग्दैछ मलाई भित्रबाट पनि छ नि त मेरो कालो भाइ निस्किरहेको छ बेर छैन पो समस्याको समाधान गर अहिले मात्रै मलाई थाहा भयो क्या त जङ्गली देख्नु आज के भएर पुरा भिड छ कि भने जाओस् भने आज यो ओह्रालो निकै भिड रहेछ त के भयो सधैँ त नाम यस्तो भिड त नहुन्थ्यो भिड गरी बस्दैन थियो यस 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 हौ मार्छ त मलाई त आज त के भएर भन्नु विरेश दाकोमा त आयो तर बाइक राख्ने जग्गै पो भएन त म त हौ ब्रो आउनु त आए बाइक राख्ने जग्गै छैन त भन्नु आज भिड रहेछ यहाँ चाहिँ मेरो माथि काम छ अहिले यहाँ चाहिँ तपाईँको हाट आज दामी लाग्दो रहेछ रमाइलो यहाँ हेर न अर्ग्यानिक सबै आज तपाईँको सोमबार मात्रै हो ल सुरेश दा छैन क्या सुरेश दा छैन सुरेश दा सिलगढी छ ला किन यो सामान लानुपर्ने छ नि त